अस्ति नेमार, हिजो बिहान रोनाल्डो र हिजो राति मेस्सी. वी रियली थट इट वुड बी द लास्ट वर्ल्ड कप गेम अफ लियोनल मेस्सी. तर लियोनल मेस्सीले भने वेट ऑन, calm down. What a game it was. What an epic comeback it was. We witnessed a hell of a game yesterday. 2-0 go down 80 मिनेटसम्म हुँदा पनि कमब्याक 3 गोल हान्दे 80 मिनेटपछि. And they showed us why they are the world champions. Egyptian players, hard luck to them. They really had upper hand until 80th minute of the clock. तर अर्जेन्टिनाले यस्तो कमब्याक हान्दियो. बिचारा इजिप्सियन प्लेयर्स आफ्नो सपना नै बनाएर वर्ल्ड कपबाट बाहिरिएका छन्. इजिप्टले 3 गोल हानेको थियो. एउटा गोल फाउल मार्फत क्यान्सल भयो, जुन चाहिँ कन्ट्रोभर्सियल थियो या थिएन. अहिले सोशल मिडियामा त्यही बारेमा चर्चा भइरहेको छ. तर हामी त्यो कुरामा लाग्दैनौँ. अर्जेन्टिना आर अलरेडी इन्टु द क्वार्टर फाइनल्स अफ द वर्ल्ड कप. नाउ दे विल फेस स्विजरल्यान्ड हु वन अगेन्स्ट कोलम्बिया अन पेनाल्टिज. स्विजरल्यान्ड पनि एउटा टफ अपोनेन्ट हो, किनकि केप बर्दे र इजिप्टले ट्रबल गर्न सक्छ भने वाइ क्यान्ट स्विजरल्यान्ड. अनि स्विजरल्यान्ड त झन् राम्रो युरोपियन टिम हो, कन्सिस्टेन्टली वर्ल्ड कप पनि खेलिरहेको छ. अल्दो पर्फर्मेन्सहरू चाहिँ आएको छैन राम्रो. त्यही पनि मेस्सी फर्स्ट हाफ मेस्सीको यस्तो हावा थियो तर सेकेन्ड हाफ ही सोड वाइ ही इज मेस्सी. एउटा गोल, एउटा एसिस्ट. फर्स्ट हाफमा एउटा पेनल्टी मिस, तर नियरली स्कोर्ड फ्री किक. फर्स्ट हाफमा अर्जेन्टिना वाज टु स्लो. अर्जेन्टिनियन प्लेयर्स वर टु स्लो. इजिप्टको प्लेयरहरूले राम्रोसँग प्रेस गरेर बल जितेका थिए. ग्राउन्ड डुएल्सहरू धेरै जितेका थिए र डिफेन्सिभली कम्प्याक्ट एकदम पेनिट्रेट गर्न सकेको थिएन अर्जेन्टिनाले. बक्सभित्र लिङ्कअप प्ले गर्न खोजिरहेका थिए मेस्सी प्लेयर्सहरूसँग, जुलियन अल्भारेज अनि अरू प्लेयर्सहरूसँग पनि. तर खासै केही प्रोडक्टिभ देखिएन फर्स्ट हाफमा. तर सेकेन्ड हाफमा निको गोन्जालेस लेफ्ट विङ र मेस्सी राइट विङ फ्ल्याङ्कमा गएर खेले. मेस्सी प्राइम मेस्सी त होइनन्, तर मेस्सी हेज द्याट भिजन एन्ड द स्किल्स रिक्वायर्ड. पेस नभए पनि एउटा बर्स्ट अफ एक्सिलरेसनले डिफेन्डर पछाडि पुगिहाल्ने. अनि त्यसपछि एउटा गोल, एउटा एसिस्ट. इजिप्टले जितेको भए पनि नराम्रो कसैले मान्थेन होला, किनकि इजिप्ट रियली सोड देयर गेम स्टेडे. वर्ल्ड कपमा एउटा न एउटा टिमले सरप्राइज गर्छ र यो पालि सरप्राइजेसहरूको प्याकेज देखियो. इजिप्टले पनि हिजो 2 गोलको लिड थियो, सबलाई लगाइरहेको थियो लगभग अब अर्जेन्टिनाको जर्नी सकियो भनेर. तर अर्जेन्टिना द वर्ल्ड च्याम्पियन्स, दे सोड देयर रियल गेम आफ्टर 80th minute. अनि कमब्याक इज रियल and Messi is Messi. What a game it was. And it will be Switzerland versus Argentina on the quarterfinals of FIFA World Cup 2026. So let's see